आज बिहानै उठ्यो, नुहाइधुवाइ गऱ्यो अनि धेरै कपाल चिसो, आँखा रातो रातो भएछ। अनि के साथीहरू, मेरो आँखा यस्तो के भएको, नुहाएपछि जहिले टमाटर जस्तो हुन्छ। के गर्ने होला, मेरो यस्तो भयो आँखा। अर्की सानी पनि उठेर ल्याङल्याङ गर्दैछ त्यहाँनिर। तेरे नाम भएर बसिरहेछ, के गर्नु। मेरो सानो छोरी तेरे नाम भएर बसिरहेछ। अर्को त्यता लेख्दैछ, हेर्दैछ, उठेर मुखसुक नदेखिकन लेखेर बसिरहेछ। के लेखेको, कपाल त्यति लामो छ, झ्याम्लाङ्ग गरेर बसिरहेछ, काट्न पनि मान्दैन। म चाहिँ नि यहाँ कपाल देखाउँदैछु, काट्न पनि मान्दैन, काटौँ है भनेको मान्दैन। के गर्नु, स्याहार्नु पनि सक्दैन। अनि उठेर अनि जोरपाटी गयो। जोरपाटीतिर यस्तो छ, खाली कि रोड खाली। आज त रोड खाली खाली छ, सबै खाली खाली बिहानै त। त्यति गाडी पनि कुदेको छैन, कस्तो खाली। अनि म चाहिँ जाँदैछु माछाहरू किन्नु हिँडेको। नानीले फिस खाने भनेर फिस बेच्छु। अनि म चाहिँ उता गएँ, तरकारी दोकान गएँ। पहिला तरकारी दोकान गएँ, आज यस्तै दिन बित्यो। यता तरकारी दोकान गयो, तरकारीहरू किन्यो, तरकारीहरू सबै हेऱ्यो। महँगो महँगो तरकारीहरू, एक राउन्ड तरकारी बजार घुमेँ। अनि यस्तै गरेँ, यस्तै घुम्यो। अनि माछा किन्नु आइपुगेँ म। माछा हेरेको सबै मसिनो मसिनो। अनि कुन चाहिँ माछा मलाई पनि थाहा छैन, म खासै खाँदिनँ। बच्चाहरू फिस खाने भनेकोले माछा म हेर्दैछु यस्तो मसिनो माछा भुइँमा थुपारेर केलाइरहेछ। त्यसपछि दाइले सोधेको, यो चाहिँ काँडा हुन्छ अरे यसमा चाहिँ। अनि त्यसपछि कुल्लाने भनेको यहाँ गङ्गटा पनि थुपारेर आएर रहेछ ल। हाम्रोमा कति हुन्छ यस्तो गङ्गटा। अनि ल्याएँ, माछा ल्याएँ, यहाँनिर तारेर पकाउनु लागेको। अब के गर्नु, दिनभरि यस्तै गर्दै बसिरहेको छु। माछा तार्यो अनि माछा तारेर झोल बनाएर चट्ट हालेँ। रिसेपछि मैले केही पनि हालिनँ, मलाई पकाउन आउँदैन। सिम्पल पकाएँ, मसला पनि हालिनँ, अदुवा लसुन कुटेर हालेँ, त्यति नै। त्यसपछि अनि भयो। अनि यहाँ बसिरहेछु। अनि यो बुन्नु पर्यो भनेर झोला बुन्नुलाई एकछिन खोजेँ। त्यसपछि अनि फेरि बाहिर बच्चाहरू कता गयो भनेर हेर्दैछु। त्यता छ बच्चाहरू, त्यही खेलिरहेको रहेछ। अनि बोलाएँ फेरि, अनि बच्चाहरूलाई त्यहाँतिर बस्दैछ। अनि म चाहिँ यो बसिरहेको छु। दुध खाने भने फेरि दुध तताइदिँदैछु। के गर्नु, बच्चाको आमा पऱ्यो, जतिखेर पनि खानाकै किचनमै, खाली किचनै संसार भइसक्यो। बाहिरतिर यसो हेरेको, पानी आउँदो रहेछ, तल पार्वती दिदी पनि रहेछ, खन्दै रहेछ। हेऱ्यो, अब जाडो छ, के गर्नु। एकछिन त्यहाँ हेर्दै पनि छु, के गर्नु। हल्का रमाइलो गर्दै पार्वतीलाई जिस्काउँदै। पार्वती पानीमा पनि खनिरहेको छ। गाइस यस्तै हो जिन्दगी, के गर्नु। घाम पानीमा किन खनेको भनेको पानीमै खन्नुपर्छ भन्छ। अनि यतातिर नानाहरू साग केलाउँदैछ। अनि भित्र आएँ, फेरि दिउँसो खाजा बनायो। खाजा बनाएँ, आज रोटी पकाएँ बच्चाहरूलाई। बच्चाहरू रोटी खाने, रोटी चिज हालेर
चिज हालेर रोटी बनाइदिँदैछु। अनि यतातिर रोटी पनि बेलिरहेको छु। पानको पात जस्तै बनाउने भनेको भएन कि, अनि त्यहाँदेखि म चाहिँ त्यही हो पानको पात जस्तो भनेको कस्तो हाँस उठ्दो रहेछ छ्या। त्यसपछि अनि यस्तै गर्दै अनि पिठो मुस्दैछु। त्यहाँ पिठो पनि खेलाउँदै गर्नुपर्छ कि नरम हुन्छ। त्यसरी गऱ्यो भने रोटी पोल्नुलाई अनि नरम हुन्छ। देखाउँदै हुन्छु अब के गर्नु, खानपिनमै जान्छ जिन्दगी। अनि यो चाहिँ हामीलाई फेरि यो चाहिँ नानीहरूलाई अनि यो चाहिँ हामीलाई पकाउँदै गरेको फेरि यो चाहिँ पास्ता बनाएँ हामीलाई चाहिँ, ठुलोलाई चाहिँ चट्ट त्यहाँ हरियो धनियाँ हालेँ, हरियो प्याज हालेँ। यस्तै नै बित्यो हजुरहरूको कसरी बित्यो। बाई बाई।